हाम्रो नेतृत्व चाहिँ वास्तविक विद्यार्थीले गर्नुपर्छ भन्ने नै हो कि किनभने अधिकांश जति पनि नेताहरू विद्यार्थी नेताहरू आफूलाई नेता भनेर चिनाउनुहुन्छ उहाँहरूले त विद्यार्थीको लिड गर्ने हो नि त आफै नै क्याम्पसमा नपढिदिने रेगुलर विद्यार्थी नै हुनुहुन्न कि अधिकांश चाहिँ जस्ट चुनावको बेलामा मात्र एडमिसन गर्ने हैन त्यो हिसाबले गर्दाखेरि चाहिँ यदि हाम्रो नेतृत्व साच्चै वास्तविक विद्यार्थीले गर्नुहुन्थ्यो भने उहाँलाई हाम्रो डेस्क बेन्चदेखि लिएर वासरुममा हामीले भोग्नु परेको समस्याहरूदेखि लिएर खानेपानीको समस्याहरूको बारेमा थाहा हुन्थ्यो नि त तर चुनावी मैदानको बेलामा मात्र एडमिसन गर्ने र ठुला ठुला गफहरूले गर्दाखेरि चाहिँ त्यस्तो धेरै हामीलाई प्रभाव चाहिँ परेको छैन र अबको नेतृत्व चाहिँ वास्तविक विद्यार्थी होस् भन्ने चाहिँ हाम्रो चाहना हो। विश्वविद्यालयका विद्यार्थी संगठनहरू स्वतन्त्र विद्यार्थी युनियनको नाममा खुलेका भए पनि वास्तवमा तिनीहरू अब दबियो अर्थात् दलीय विद्यार्थी युनियन बनिसकेका छन्। क्याम्पसहरू शैक्षिक संस्थाभन्दा बढी राजनीतिक रणभूमि बनिरहेका छन्। ठूला दलका नेताहरू बिग ब्रदर बनेर निर्देशन दिन्छन् र विद्यार्थी नेताहरू उग्र प्रदर्शन र हुलमुल मचाउन उद्यत हुन्छन्। स्वतन्त्र विद्यार्थी विचार हराउँदै गएर गुटगत हाबी भएको छ। हाइकमान्डले झगडा गरेर मात्र सिकाएकाले मतभिन्नता छलफल मार्फत समाधान गर्ने संस्कार नै हराइसकेको छ।